हाम्रो आँखाले देखिरहेका छौँ। तसर्थ राज्यले सुन्ने गरी एकचोटि हामी जोडदार नारा लगाउँछौँ, त्यसपछि म आफ्नो छोटो कुरा राख्नेछु। कुलमान घिसिङ जिन्दाबाद जिन्दाबाद। हात उठ्नुपर्छ है साथीहरू। केपी ओलीले हाम्रो तागत देख्नुपर्छ। पत्रकार साथीहरू पनि पछाडिको माहौल खिचिदिनु होला तपाईँहरू। कुलमान घिसिङ जिन्दाबाद 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 कुलमान घिसिङ जिन्दाबाद 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 भ्रष्ट सरकार मुर्दाबाद 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 भ्रष्ट सरकार मुर्दाबाद 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 उज्यालो नेपाल जिन्दाबाद 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 मुट्ठी उठोस् हात उठोस्। उज्यालो नेपाल जिन्दाबाद 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 भ्रष्ट सरकार मुर्दाबाद 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 कुलमान घिसिङ जिन्दाबाद 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 नेपाली जनता जिन्दाबाद 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 ऊर्जा मन्त्री मुर्दाबाद 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 भ्रष्ट सरकार मुर्दाबाद मुर्दाबाद मुर्दाबाद। आज माइतीघर मण्डलामा उभिएर नजिकै रहेको सिंहदरबार त्योभन्दा पर रहेको संसद भवनभित्र बसेर नेपाली जनताको विरुद्धमा काम गर्ने, नेपाली जनताले मन पराएका मान्छेहरूको विरुद्धमा बोल्ने, नेपाली जनताले असाध्यै मन पराएका पात्रहरूलाई लखेट्ने कुचेष्टा गर्ने, नेपाली जनताले भ्रष्टाचारी भनेर चिनेका संसद मन्त्रीहरूलाई माइतीघर मण्डलाबाट एउटा युवा हुनुको नाताले चुनौती दिन चाहन्छौँ। तिमीहरूले नेपाली जनताले तिरेको करबाट तलब र भत्ता खाएर सिंहदरबार र बालुवाटारभित्र बसेर जसरी जनताको विरुद्धमा काम गरेका छौ, माइतीघर मण्डलामा उपस्थित जनताले एक दिन तिमीहरूलाई सिंहदरबार र बालुवाटारबाट सधैँका लागि लखेटिदिनेछन्। अब हामी भन्छौँ, हामी खुला आह्वान गर्न चाहन्छौँ। आज जसरी भ्रष्ट सरकारले कुलमान घिसिङलाई खेदेको छ, भ्रष्ट सरकारले बालेन शाहलाई देख्न सकेको छैन, भ्रष्ट सरकारले नेपाली जनताको विरुद्धमा काम गरिरहेको छ, के नेपाली जनता तपाईँ हामी यो भ्रष्ट सरकारलाई स्वीकार्छौँ? के हामी प्रधानमन्त्रीलाई मान्न तयार छौँ? आदरणीय मित्र साथीहरू, हामीले भनेका छौँ नेपाली युवा अब भ्रष्ट सत्ताको विरुद्धमा शान्तिपूर्वक तरिकाको विद्रोह गर्न तयार भएर बसेका छन्। कुलमान घिसिङले विद्युत प्राधिकरणको हाकिम हुँदै गर्दा, विद्युत प्राधिकरणको प्रमुख हुँदै गर्दा 9 अर्ब रुपियाँ वार्षिक घाटामा गएको संस्थानलाई 12 अर्ब रुपियाँ वार्षिक फाइदामा पुर्याए। के अपराध गरे? जनताले भन्नुपर्छ, के कुलमान घिसिङले अपराध गरे? तर आज 50 अर्ब रुपियाँ बेनिफिटमा रहेको प्राधिकरणलाई फाइदामा पुगाउने कुलमान घिसिङलाई 4 महिना बाँकी रहँदै गर्दा, 4 महिना मात्रै बाँकी रहँदा निहित व्यापारीहरूको पक्षपोषण गरेर 22 अर्ब रुपियाँ बक्यौता नउठाउने व्यापारीहरूलाई छुट दिनका निम्ति सिंहदरबार र बालुवाटारभित्र बसेर प्रधानमन्त्री र ऊर्जा मन्त्रीले भ्रष्ट व्यापारीहरूबाट कमिसन खाएर भ्रष्ट व्यापारीहरूको कुरा सुनेर जनताको नायक कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुखबाट हटाएको छ। यसको हामी खेद व्यक्त गर्न चाहन्छौँ र प्रधानमन्त्री र ऊर्जा मन्त्रीले राजीनामा दिनुपर्छ। के तपाईँहरू यो कुरामा सहमत हुनुहुन्छ? राजीनामा दिनुपर्छ। त्यस्तो ऊर्जा मन्त्री जसले स्काउटको भाडा तिरेको छैन, त्यस्तो ऊर्जा मन्त्री जो आफै ऊर्जा व्यापारी छन्, जसले जलविद्युतको पैसा चाहिँ खाने गर्छन्, ती मान्छे कुलमान घिसिङको अगाडि किरा हुन्। तिनीहरू कुलमान घिसिङ नेपाली समाजको हिरा हुन्। भन्नुहोस्, म कुलमान घिसिङ हिरा हो भन्छु, तपाईँहरू भ्रष्ट ऊर्जा मन्त्री किरा हो भन्नु होला। कुलमान घिसिङ हिरा हो, ऊर्जा मन्त्री किरा हो। अस्ति भन्दै थिए, तपाईँहरूले सुन्नुभयो, विद्युत प्राधिकरणको हाकिम भएपछि
कुलमान घिसिङले उज्यालो गरेको होइन। भारतलाई धन्यवाद दिनुपर्छ भन्दै थिए ऊर्जा मन्त्रीले। ऊर्जा मन्त्रीलाई के खाएर ऊर्जा मन्त्री भएका हुन्? नेपाली जनताले कुलमान घिसिङलाई नायक भन्छन्। यदि भारतको पक्ष पोषण गरेर कुलमान घिसिङलाई तलमाथि गर्ने उनीहरूले जुन चेष्टा गरिरहेका छन्, यो ऊर्जा मन्त्रीलाई अब ऊर्जा मन्त्रीको पदबाट लखेट्न आवश्यक छ, कठालो समात्न आवश्यक छ। नेपाली जनताले हाम्रो कुलमान घिसिङलाई उनीहरूले जुन तरिकाले लखेटेका छन्, जुन तरिकाले अपमान गरेका छन्, घाटामा प्राधिकरण फाइदामा छैन, प्राधिकरण घाटामा छ, प्राधिकरणको नाफा फेको भन्ने ऊर्जा मन्त्री तपाईँले के खाएर त्यो चाहिँ डकुमेन्टमा साइन गर्नुभएको थियो? जुन एउटा प्रपोजल बन्ने गर्छ, जुन एउटा लेखाजोखा गरिने गर्छ, त्यसमा साइन ऊर्जा मन्त्रीले गरेको होइन। त्यो बेला उनले पढेनन्। त्यो